Do's and don'ts during pregnancy. गर्भावस्थामा गर्ने र नगर्ने कुराहरू. Do take medicines on time as advised by doctor. डाक्टरको सल्लाह अनुसार समयमै औषधि सेवन गर्नुहोस्. Attend all antenatal appointments and consult the doctor before taking any other medicine. सबै एन्टिनेटल गर्भावस्थाको जाँचमा नियमित रूपमा जानुहोस् र कुनै औषधि लिनु अघि डाक्टरसँग परामर्श गर्नुहोस्. Diet. Eat high fiber and protein diet with plenty of fresh fruits, vegetables. आहार प्रशस्त फाइबर र प्रोटिन युक्त खाना खानुहोस्. ताजा फलफूल र तरकारीहरू समावेश गर्नुहोस्. Drink plenty of water and fluids. Always eat properly cooked home prepared food. पर्याप्त पानी तथा तरल पदार्थ पिउनुहोस्. सधैँ राम्रोसँग पकाएको घरको खाना मात्र खानुहोस्. Avoid fruits like papaya, pineapple, honey, timur, raw undercooked meats and eggs. मेवा, अनानस, मह, टिमुर, काँचो वा अध पाकेको मासु तथा अन्डा सेवन नगर्नुहोस्. Avoid smoking and alcohol. धूम्रपान र मदिरा सेवनबाट टाढा रहनुहोस्. Engage in gentle exercises like yoga or simple light walk. योगा वा हल्का हिँडडुल जस्ता सरल व्यायाम गर्नुहोस्. Do not engage in doing heavy physical exercises and sexual activity. भारी व्यायाम तथा यौन क्रियाकलाप नगर्नुहोस्. Aim for 8 to 9 hours sleeps. In first and second trimester, you can sleep in any position according to your comfort. In third trimester, sleeping on left lateral position is ideal. दैनिक 8 देखि 9 घण्टा सुत्न प्रयास गर्नुहोस्. पहिलो र दोस्रो त्रैमासिकमा आफूलाई सजिलो हुने कुनै पनि अवस्थामा सुत्न सक्नुहुन्छ. तेस्रो त्रैमासिकमा बायाँ करवट लेफ्ट ल्याटरल पोजिसनमा सुत्नु उत्तम हुन्छ. You can ride bike, scooter, car or any public transport. Avoid driving by yourself. Avoid traveling on rough roads. बाइक, स्कुटर, कार वा सार्वजनिक यातायात प्रयोग गर्न सक्नुहुन्छ. आफैले सवारी नचलाउनुहोस्. उबड खाबड बाटोमा यात्रा नगर्नुहोस्. When to seek help? First trimester and second trimester. Excessive nausea or vomiting, pain abdomen, bleeding, fever, diarrhea. पहिलो र दोस्रो त्रैमासिकमा अत्याधिक वाकवाकी वा बान्ता, पेट दुखाइ, रक्तस्राव, ज्वरो, झाडा पखाला. Third trimester. Pain abdomen, less baby movement, bleeding, watery discharge, fever. तेस्रो त्रैमासिकमा पेट दुखाइ, बच्चाको चाल कम हुनु, रक्तस्राव, पानी जस्तो सेतो पदार्थ बग्नु, ज्वरो. For any queries, please contact the doctor. कुनै पनि समस्या वा जिज्ञासा भएमा कृपया डाक्टरसँग सम्पर्क गर्नुहोस्.